एभ्रिवान आज चाहिँ म दाङको यो त्रिशूल भएको ठाउँमा आएको छु। हेर्न सक्नुहुन्छ यति ठुलो त्रिशूल छ। यो पञ्चधातुले बनेको त्रिशूल हो हैन। म चाहिँ यहाँको पुरै परिक्रमा गर्दैछु। हामी चाहिँ मोहर फिल्मको सुटिङमा आएको थियौँ। उता सुट चाहिँ उता भइरहेछ। अहिले चाहिँ मेरो काम नभएर म चाहिँ फर्स्टमै मन्दिरको दर्शन गर्न आइरहेको छु। तपाईहरु पनि हेर्न सक्नुहुन्छ कति राम्रो देखिरहेछ हैन। यस्तै गरी हामी अहिले फेरि यहाँ सुट पनि हुन्छ होला सायद। त्यति बेला मैले भिडियो गर्न पाउँदिनँ, त्यही भएर मैले यो भिडियो गर्दैछु। हजुरहरू हेर्न सक्नुहुन्छ मेरो भिडियो मार्फत। म आफूले मात्र नहेरेर हजुरहरू सबैलाई देखाउन गइरहेको छु। यहाँ शिवको मूर्ति छ एकदमै ठुलो हैन। यस्तो दामी छ कि यहाँ, र मैले पनि त्यति नै छ। मन पनि यति खुसी छ कि मेरो मन आज खै किन आफै यति धेरै खुसी छु म हैन। मन्दिर आउन पाएर एकदम म मन्दिर जानुलाई एकदम खुसी हुने मान्छे। यहाँ देख्नुहुन्छ भगवानजीको मूर्ति छ यहाँ। अनि यसै गरी यो पुरै मन्दिरले यति ठुलो एरिया छ नि यो भनेर साध्य छैन। यहाँनिर देवी माको मन्दिर छ अनि यहाँनिर गेट छ। आइएम सरी अगाडिबाट हिँड्ने भाइहरू टिकटक बनाउँदै हुनुहुँदो रहेछ। मैले मेरो सन्जु मेकअप आर्टिस्ट, सन्जिता मेकअप आर्टिस्ट। अनि हामी चाहिँ यहाँनिर घुमिरहेको छौँ। दाइहरू अरूहरू पनि भ्लग बनाउँदै होइसिन्छ। उहाँहरूको भ्लग चाहिँ के हो थाहा छैन हैन। मेरो भ्लगमा चाहिँ यहाँलाई एकदम धेरै स्वागत छ। यो भिडियो चाहिँ म केही नकाटिकन सिधै अपलोड गर्नेवाला छु, किनभने म फर्स्ट टाइम आएको यहाँ। मलाई यति धेरै खुसी लागेछ। सरी दिदीहरू टिकटक बनाउँदै गइसिन्छ, मैले डिस्टर्ब गरेँ। अनि यहाँ भगवानजीको साथी होइसिन्छ साडीजी हैन। अनि यस्तै गरी म यहाँबाट निस्किसकेको छु मन्दिरबाट। थ्याङ्क यू। सबैजना यहाँ फोटो भिडियो खिच्नु बस्नु भएको छ। मन्दिर एकदम राम्रो छ। हजुरहरू पनि यदि दाङ आउनुभयो भने यहाँ आउन सक्नुहुनेछ है त। यहाँ फोटो पनि खिच्न पाइन्छ। यहाँ क्यामेरा लिएर भाइहरू स्ट्यान्ड बाई बस्नु हुँदो रहेछ। अब मेरो सुट चाहिँ उता पर भइरहेको छ, गाली खाने अवस्था छ। त्यही भएर मैले यो भ्लग एन्डिङ गर्छु। थ्याङ्क यू सो मच फर वाचिङ। यस्तै राम्रो भिडियोहरू हाल्नेवाला छु, अबदेखि हेरिदिनु होला। थ्याङ्क यू सो मच।